भिडियो बनाइसक्यो अब खन्जु ओइ सफाइ हुँदैछ अन्धै छोरीले भिडियो बनाउँदैछन् कार्यक्रम पाठ राम्रो हुँदैछन् यहाँ त भैँसी 3 दिनै काट्यो अब त भैँसी बङ्गाल पुग्ने त गाह्रो होला नि भैँसी बङ्गाल लगाइदिनु कान्छो त्यो पसेको भयो यहाँ बिहामा त्यो भट्टा पकाउने लागि ए मलाई खिच्यो लगाइदियो भैँसी बङ्गाल ए यो जन्तर बनाएर लगाइदिनु के जन्तर बनाएर लगाइदिनु जन्तर बनाएर लगाइदिने काम गरे पत्रे पत्रे गल्ली हान्नु त गल्ली कोही छ यार जान त बोल्यो बाय बाय छोरा यार यार गल्ली यार सोल्टीले राम्रो निकाल्नु भएको थियो क्या हाम्रो आमा पार्टी भवन घर चाहिँ च्याप्टै हामी चाहिँ यस्तो बनाइयो आज अबको ठ्याक्कै आज भनेपछि 8 दिनमा चाहिँ दाइको बिहा छ है कान्छा ठुला आमा हेलो अब 18 गते छोरा मन छ बडी ल्याउनु छ बर ल्याउनु छ साथी हो जाई खुसी लाग्यो नि है अनि अब कान्छी बुहारी आउने भएपछि खुसी लाग्छ नि अहिले जाने अहिले जाने बिहाको दिन साथी नै हाम्रो भाउजू साथी हो सेयर गर्नु होला भनौँला भनेको ल भन नि त ल अगाडि गएर ल साथी हो भन न साइज गर्नु होला साइज गर्नु होला सेयर गर्नु होला अब मेरो छोराको बिहा यो मर्सुबाट हुँदैछ 19 गते भोज हो साथी हो यो बिहामा सिकाउनु ल सबैलाई डाक्नु न मेरो गाइजहरू भन्नु न मेरो गाइजहरू म चाहिँ सामान लिएर उभिरहेको छु हजुर ए गिराम्लो पो हो भयो होला नि के ल्याउनु भएको न हुन्छ हुन्छ ल दुला आमा जान न दिदी पर्खाउनु नि एकछिन हाम्रो भवन घर चाहिँ एकदम बवाल भयो आज चाहिँ कस्तो झाँडी थियो कि अब अहिले चाहिँ खतरै भइसक्यो यता हाम्रो सोल्टीले चाहिँ ढुङ्गाको पत्र बनाइसक्नु भएछ
सोल्टी ल सुन्तला चपेर आयो यता चाहिँ भान्जा भान्जा तिम्रो नाम के हो तिम्रो नाम के हो भन न लो 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 कहाँ भाग्यो तिम्रो नाम भन न What's your name? किन भातै पकाउनु भने हो कि भिडियो हो अलिअलि फाल्टो भयो धेरै फाल्टो भयो खाल्टो भयो रे केडा के भने चाल चाल लु माइज के ल्याइदिनु तपाईले खाना ल्याइदिनु मेरो पैसा दिदी दिनु हुन्छ अन्त दिदी ल्याइदिनु हुन्छ पैसा गरेर नि ल के खाइदै छ गाइज पा पा कस्तो पा हो है ओ कान्छाले के खानुभयो नि रक्सीले रक्सी हो सोल्टी पा खोज्यौँ रे